नमस्कार, म अङ्कित चौरसिया, उज्यालो पाना मिडियाबाट। आज हामीसँग हुनुहुन्छ सिया चियाका सञ्चालक उमेश कुशवाहा सर। यस कार्यक्रममा म उमेश कुशवाहा सरलाई स्वागत गर्दछु। धन्यवाद सर। सर, सिया चिया सुरु गर्नको पछाडिको मेन प्रेरणा तपाईँको के थियो? सिया चिया सुरु गर्नको लागि मेन प्रेरणा यस्तो हो, एउटा एक्सिडेन्ट मानौँ। हामी अब दुई दाजुभाइ छौँ। दाइ र म दुवैजना इन्डियामा काम गर्थेँ। अचानक मेरो बिहेको 17 दिनपछि बुवाको हार्ट एट्याकबाट मृत्यु भयो। अब घरमा एउटा पुरुष बस्नु पर्यो। त मैले दाइसँग त्यही सल्लाह गर्दै थिएँ कि अब एकजनालाई त घरमै बस्नु पर्यो नि। दाइले भन्नुभयो कि ठिक छ, चियाको काम गर, चिया बेचेर त्यहीँ तिमी बस। अब उहाँ भन्नुभयो, मैले पनि त्यसलाई सिरियस लिएँ। अब उहाँको मजाक जस्तो थियो, तर मैले सिरियस लिएँ कि होइन ठिक छ, चिया नै बेच्छु। त्यो चियाको बारेमा अलि रिसर्च गरेर धेरैजनाले सानो बच्चादेखि ठुलो बुढापाकाले पनि चिया खान्छन्। अब त्यो सबै चिया खान्छ भने सबै त चिनीको चिया खाइरहेछ। तर मैले अब चिनी होइन, गुडको चियामा अलि फोकस गरेँ। किनकि अब सानो हुँदा के हुन्छ कि खेतमा काम गर्न जाँदा काम गरेर घरमा जुन अब फर्किन्थे त मम्मीले भन्थ्यो कि गुड खा, बडीको हरासमेन्ट जान्छ। त्यसै कन्सेप्टलाई माइन्डमा राखेर कि पसलेहरू त पुरै दिन बिहानैदेखि बेलुकासम्म पसलमा बसेर पुरा बडीमा थकान हुन्छ नि। अब त्यो थकानलाई अलि राहत दिनलाई हामी गुड दिन सक्छौँ। किनकि पसलेहरू घरमा गएर त गुड खाँदैन, अब चिया त खान्छन्। त्यही अब गुडलाई चियामा इन्क्लुड गरेर स्टार्ट गरेँ मैले। अनि सर, यो सिया चियाको नाम सिया चिया नै किन राख्नुभएको? सिया चियाको नाम सिया दाइको छोरीको नाम हो। दाइको छोरीको नाम सिया छन् अनि चिया हुन्छ। जस्तो हामी बोलचालमा भन्छौँ नि, जाम्न चिया चिया खाना, त्यही सियालाई अगाडि राखेर सिया चिया बनाइदिए। अनि सर, यो स्टार्ट गर्दाखेरि तपाईँलाई सबभन्दा ठुलो चुनौती के थियो? सबभन्दा ठुलो चुनौती धेरै थियो, किनकि म सिमरौनगढ एरियामा म पहिला एउटा सामाजिक अभियन्ता थिएँ। सिमरौनगढमा विकासको लागि आवाज उठाउने वा सिमरौनगढदेखि कलैया बिरगज आउने जुन बाटो छ नि, त्यो बाटो जेन थियो, त्यो बाटोलाई पिच गराउनलाई मैले धेरै ठुलो आन्दोलन गरेको थिएँ। त्यसमा एकजना शहादत पनि लिनुभयो, धेरैजना घाइते हुनुभयो। अब म त्यहाँ धेरै चिने जानेको अब मान्छे भयो। अब एउटा हुन्छ नि नेता जस्तो छ, अनि चौकमा बसेर चिया बेच्नु, त्यो सबभन्दा बढी चुनौती त्यही थियो कि नाम धेरै छ उमेश कुशवाहाको, तर काम अब चिया बेच्नु छ। त्यही पनि मैले कसैलाई पनि नसुनिकन सबैसँग सल्लाह लिएँ। तर सबै कुरा एक ठाउँमा राखेर होइन, कामै गर्नु छ भने काम ठुलो र सानो हुँदैन। मलाई चिया बेच्नु छ भने जेले जे भनोस् म चिया बेच्छु। रानीमास ठाउँ छ, ऐतिहासिक पुरातात्विक क्षेत्र हो सिमरौनगढ। त्यही एउटा स्टुल लगाएर मैले चिया बेच्न थालेँ। अब थरीथरीको मान्छेहरू थरीथरीको कुरा गर्न थाले। कसैले राम्रो, कसैले नराम्रो, कसैले हेप्ने किसिमको, कसैले मोटिभेट गर्ने। त्यो सबभन्दा बढी चुनौती थियो। अनि सर, आजको सफलताको मुख्य कारण तपाईँको के हो यहाँसम्म पुग्नको लागि? धेरै मेहनत र त्यो दिनको अटुट एउटा डिसिजन। समाज के भन्छन्, अरू मान्छेले के भन्छन्, त्यसलाई नपरवाह गरी जुन काम मैले सुरु गरेँ त्यसको श्रेय त्यही जान्छ कि मैले जुन अटेरी गरेँ त्यो दिन, त्यही हो श्रेय। अनि सर, तपाईँ स्टार्ट चाहिँ उता सिमरौनगढमा गर्नुभएको थियो, अनि अहिले चाहिँ वीरगन्जमा हुनुहुन्छ, अनि अरू पनि ठाउँहरूमा स्टार्ट मैले सिमरौनगढ। डेलिभरीको पनि कसरी दिमागमा आयो तपाईँको लागि? त्यो पहिलादेखि नै डेलिभरी, जब चाय बेच्ने जुन कुरा आयो नि, त्यो बेला नै मैले डेलिभरीको सिस्टम माइन्डमा गरेँ कि अब चाहे एक ठाउँमा बसेर बेच्नु हुन्न, पसलेलाई दिने। अब पसले मेरो स्टोरमा नआओस्, म नै पसलेसँग गरौँ, त्यस्तो किसिमले घर घर पुग्न घर डेलिभरी गर्नलाई। त सिमरौनगढमा पनि तपाईँको यस्तै डेलिभरीको पनि स्टार्टिङ त्यस्तै भयो। स्टार्टिङ त्यस्तै एउटा साथी थिए, त्यो एक्सिडेन्टमा वीरगन्जमा कसरी दिमागमा आयो कि ल अब वीरगन्ज जानु पर्यो? पहिला सिमरौनगढमा रानीमासमा स्टार्ट गरेँ, त्यसपछि सिमरौनगढमा, त्यसपछि कलैयामा, फेरि कलैयाबाट फेरि नारायणघाट पुगेँ, नारायणघाटबाट फेरि झऱ्यो हेटौडामा, हेटौडाबाट फेरि वीरगन्जमा, अनि वीरगन्जबाट फेरि काठमाडौँ गयो।
अहिले काठमाडौँमा पनि तपाईँको अँ, सञ्चालन अँ, भइसकेको छ। ठिक छ। अनि युवाहरूलाई सर के सन्देश दिन चाहनुहुन्छ? युवाहरूलाई विदेश नगएर देशमै सानो किन होस्, किनकि चिया धेरै सानो छन्, यो स्टार्ट गर्नलाई लगानीको ऊ छैन, आफ्नो पकेट खर्चले पनि स्टार्ट गर्न सकिन्छ। हजुर। अनि एउटा पकेट खर्चले स्टार्ट गर्ने बिजनेस यदि करोडौँमा जान्छन् भने हामी विदेश गएर केही ऊ हुँदैन, आफ्नै देशमा तरकारी खेती गरेर केही न केही गरेर देशलाई नै समृद्धि बनाउन सकिन्छ। युवासँग ऊ छ, अपिल छ, विदेश नगएर देशमै केही न केही गरौँ। हजुर सर, धन्यवाद। धन्यवाद।